नमस्ते। योभन्दा अगाडिको सेसनमा हामीहरूले डुअल टेस्ट र क्वाड्रुपल टेस्टको बारेमा कुरा गरेका थियौँ र त्यसमा भनेका थियौँ यदि डुअल टेस्ट र क्वाड्रुपल टेस्टमा हाई रिस्क आयो भने त्यसपछि फर्दर टेस्टहरू गर्नुपर्छ भनेर। आज त्यही टेस्टको बारेमा हामी कुरा गर्न गइरहेका छौँ र त्यो टेस्ट हो NIPT। फुल फर्म भन्नुपर्दाखेरि नन इन्भेजिभ प्रिन्याटल टेस्टिङ। आमाको रगतमा आमाको पाठेघरमा रहेको बच्चाको DNA को सानो साना फ्रेगमेन्ट्सहरू तैरिराखेको हुन्छ र विभिन्न मोलिकुलर टेक्निक्सले त्यो DNA लाई आमाको DNA बाट छुट्याइन्छ र त्यस DNA को NGS अथवा नेक्स्ट जेनरेसन सिक्वेन्सिङ परीक्षण गरेर बच्चाको 23 जोडी क्रोमोजोम्सको अवस्थाको बारेमा थाहा हुन्छ र त्यही थाहा हुने जाँच हो NIPT। आमाको महिनावारी रोकिएको 11 हप्तादेखि 24 हप्तासम्म यो जाँच गर्न सकिन्छ, तर यसको सबैभन्दा राम्रो रिजल्ट 15 र 16 हप्ताको बिचमा आउँछ। आमाको रगतबाट गर्नुपर्ने जाँच भएको कारणले गर्दाखेरि यो जाँचबाट बच्चामा कुनै पनि जोखिम हुँदैन। यो जाँचबाट डाउन सिन्ड्रोम लगायतका कमन क्रोमोजोमल एब्नर्म्यालिटिज जस्तै डाउन सिन्ड्रोम, एडवार्ड सिन्ड्रोम र पटाउ सिन्ड्रोम त त्यसको रिस्क त थाहा हुन्छ नै, त्यसबाहेक सेक्स क्रोमोजोमल एन्युप्लोइडिसहरू जस्तो टर्नर सिन्ड्रोम र क्लिनफेल्टर सिन्ड्रोमको पनि रिस्क यसबाट थाहा हुन्छ। यो टेस्टको सेन्सिटिभिटी र स्पेसिफिसिटी मोर देन 99% छ। यो टेस्टको रिजल्ट पनि हाई रिस्क र लो रिस्क भनेर आउँछ। यदि लो रिस्क आयो भने त हजुरले प्रेग्नेन्सी कन्टिन्यू गर्न सक्नुभयो, तर एनिमल स्क्यान चाहिँ गर्न मिस गर्नु भएन। र यदि हाई रिस्क आयो भने यसलाई कन्फर्म गर्नको लागि गरिने अर्को टेस्ट हो एम्नियोसेन्टेसिस। यो कुरा सुनिराख्दा हजुरको मनमा प्रश्न आउन सक्छ, यदि डुअल र क्वाड्रुपलमा हाई रिस्क आएको छ भने हामी डाइरेक्टली एम्नियोसेन्टेसिस नगरेर किन NIPT गर्ने त? यसको दुईवटा रिजन छ। एम्नियोसेन्टेसिस भनेको आमाको पेटबाट गर्भे पानी निकाल्ने प्रविधिको नाम हो। यो निकाल्नको लागि फिटल मेडिसिन एक्सपर्ट र एक्सपर्ट रेडियोलोजिस्टले मात्रै गर्न सक्नुहुन्छ, जो इजिली एक्सेसेबल हुनु हुँदैन र सबै ठाउँमा अभाइलेबल पनि हुनु हुँदैन। र दोस्रो कारण हो रिस्क अफ एबोर्सन। यो प्रोसेस गर्दाखेरि एबोर्सनको रिस्क 0.5 to 1% हुने भएकोले यो जोखिमयुक्त छ। यो जाँच डुअल वा क्वाड्रुपलमा हाई रिस्क आयो भने गर्न सकिन्छ, अथवा यदि गर्भवती महिलाको उमेर 35 भन्दा माथि छ, योभन्दा अगाडि पटक पटक एबोर्सन भइरहेको छ, परिवारमा कुनै क्रोमोजोमल एब्नर्म्यालिटिज भएको बच्चा अलरेडी छ, अथवा चाहिँ प्रिभियस प्रेग्नेन्सिजहरूमा पनि त्यस्तै खालको केही भएको थियो भने डाइरेक्टली हामी NIPT गर्न सक्छौँ। यो सिरिजमा हामीहरूले डिस्कस गरेको डुअल, क्वाड्रुपल र NIPT टेस्टहरू सबै अप्सनल टेस्टहरू हो। यो टेस्टहरू गर्ने नगर्ने भन्ने कुरा आमाको हातको कुरा हो। त्यसैले यो जाँच गर्नुभन्दा पहिले राम्रोसँग आफ्नो चेकअप गरेर राखेको प्रसुति विशेषज्ञ डाक्टर साहबसँग सल्लाह लिएर मात्रै अगाडि बढ्नु होला। हस्, थ्याङ्क यू सो मच। नमस्ते।